हाम्रा एउटा जुम्लाबाट चाहिँ ऊ भेटिएका छन् होइन विजय कालीकोटको विजय साई जस्ता जुम्लाबाट एउटा आएका छन् होइन पुरै यिनी चाहिँ सुर्खेतबाट हामी यिनलाई चाहिँ केही प्रश्नहरू सोध्नेछौँ जसले चाहिँ यिनले चाहिँ सुर्खेत वीरेन्द्रनगर अन्तर्गतका सबै पसल पुस्तक पसलमा पाइने सबै किताबहरू खाएको छु आफूले कुचुक्कै निलिहाउँ भन्न होइन के यो कुरो वास्तवमा खोल्नु पर्यो ल भनौँ त 2 शब्द त होस् अस्ति एउटा पुस्तक पसलमा गएको हजुर हजुर अलि लजालु टाइपका छन् होइन पहिलो अन्तर्वार्ता चाहिँ म पत्रकारलाई दिँदैछन् त्यसकारण अलि अस्ति एउटा पुस्तक पसलमा गएको ट्याक्कै हजुर हजुर बाहिर ढोकै गेटनिर गएको थिएँ सबै मेरो स्क्यान भइहाल्यो कि आफ्नो अटोमेटिक पहिला पढ्नु पर्थ्यो आजकल पढ्नु पर्दैन देखि भएको किताब बाहिर बोक्रोको किताब देखि भएको कुन किताब हो भने सबै थाहा हुन्छ सबै अब एउटा सुर्खेतमा ठुलो सभा गर्नु पर्यो जसमा चाहिँ सबै किताबहरू ल्याएका चाहिँ विजय साईले जसरी काठमाडौँमा गरेका थिए तिमीले त्यसरी नै सुर्खेतमा गर्नु पर्यो के छ यसको बारेमा भनिदिनु पर्यो त्यसको बारेमा एकदम राम्रो हो नि त त्यो कुरा हजुरले अब उ गरिदिनु पर्यो प्रश्न सोधिदिनु पर्यो अब मेरो लागि त्यति गरिदिनु पर्यो वीरेन्द्रनगर सुर्खेत कुन प्रदेशमा पर्छ भन्नुहोस् त वीरेन्द्रनगर त्यो अब हिमाली प्रदेशमा पर्छ कुन प्रदेशमा पर्छ अब त्यो भनौँ त्यही विजय साईकै ठाउँ लब त्यही ठाउँ भनौँ ए तपाईँ कहिलेदेखि विजय साई जुम्लाबाट विजय साई उदयमान हुनुभयो भनेर पुरै मिडियाहरूमा आइरहेको छ के हो कुरो यसको बारेमा पनि प्रश्न पालिदिनु पर्यो त्यो विजय साई भन्छन् होला नि तर त्यो भन्दा पनि त्यो विजय साईको अलि यताउति भयो तर त्यस्तो हुँदैन कस्तो यताउता हो मतलब अलि नक्कली भने के भने तर मेरो चाहिँ एकदम सही हो त्यो केही उही मान्नु पर्दैन ए पुरै हानि त्यसो भए त पुरै यो किताबबाट सुन्नु त सब हामी एउटा सोध्छौँ भने पुरै स्क्यान गरेको सुर्खेतका सबै किताब स्क्यान गरेका छन् गरे होइन सुनिहाल्नु भयो ल हामी चाहिँ यो किताबबाट एउटा सोध्छौँ शैक्षिक उद्देश्यका एउटा विशेषता भन्नुहोस् त एउटा मात्रै विशेषता भन्नुहोस् ल एउटा विशेषता हो ए हजुर विशेषता नि विशेषता हो हजुर त खतरा हुनुहुन्छ रहेछ देश खायो केटाले देश खाने भयो जुम्लाबाट देश खायो ल देश हैन कि सबै खाएको छु त्यो उही मान्नु पर्दैन सबै हो बाह्र को बोट टपर हो सिधै बोट टपर ए प्लस फिक्स ए प्लस हैन फोजी पेला फिक्स चिजमा ए त्यसो भए हजुरले चाहिँ पुरै हान्नुभयो अब तपाईँ त्यसो भए जुम्लाको एउटा इतिहास पनि राख्ने हुनुभयो तपाईँले होइन एउटा जुम्लाबाट जसरी हुन्छ नि खस राजाको स्थापना भएर त्यहाँका राजाले बनाएको थियो नि त इतिहास त्यस्तै इतिहास भन्दा नि त्यो भन्दा नि एउटा राम्रो इतिहास बन्ने छ हजुरले बनाइदिनुहुन्छ जुम्लाका जनताले यदि न्याय पाउने छन् अब न्याय पाउने छन् न्याय पनि अब तपाईँले दिनुहुन्छ दिन्छु मैले दिनु पर्दैन तर अनि पुरै अब हुन्छ त त्यहाँका लागि जनताको लागि अब एउटा राम्रो लिडरहरू त्यसो भए पुरै जुम्ला खाइयो जुम्ला कर्णाली प्रदेश नै खाइने भयो होइन विश्व नै विजय साईसँग कहिले भेट भएको छ कि छैन त हजुरको भएको छैन तर त्यस्तै लफङ्गा हाते के गर्ने कोसँग किन विजय साईलाई एकदम राम्रो मान्छे भन्छन् पछिल्लो समय आजकल काठमाडौँमा कसले त एउटा घडेरी नै पुरै दियो अरे त एउटा घडेरी दियो अरे तिमीलाई पनि यता सुर्खेततिर एउटा हान्छन् कहिले यस्तो मान्छे चिन्न नसकेको जुम्ला कर्णाली प्रदेश नेपालले समेत चिन्न नसकेको मान्छे तिमी आज मार्सी दान जस्तै हो कि म पनि मार्सी दान हुन्छ नि त त्यस्तै मान्छे म पनि तर यहाँको नेपालको नेताहरूले यताउति भनौँ पुलिस नचिनेर चिन्न सकेन अर्ग्यानिक त्यो चामल हुन्छ नि त त्यसलाई चिन्न नसकेर त्यस्तै मलाई पनि चिन्न सकेनन् ए त्यसो भए कर्णाली खाइयो पछिल्लो समय कर्णाली खाने तपाईँको विचार छ हजुर कर्णाली त अब लौ खाइयो अब नेपाल खाने विचार छ नेपाल खाने कुब्लुकै तपाईँ प्रधानमन्त्रीलाई चिन्नुहुन्छ को प्रधानमन्त्रीले चिन्नुहुन्छ कि नै म प्रधानमन्त्री चिन्दिनँ ए तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ आफ्नै काममा व्यस्त रहने हो पुरै 24 घण्टा रट्टा मार्नुहुन्छ पढ्नु मात्रै हुन्छ तपाईँ हजुर 24 घण्टा पढिन्छ अनि 24 लगभग कहिलेकाहीँ 25 पनि करस हुन्छ
आम्मामा पुरै बिजेस है पुरै तपाईँ पछिल्लो समय म पत्रकार भएको हिसाबले एउटा के कुरा सोध्दैछु भने हजुरलाई हजुरले चाहिँ यति राम्रो मान्छे हुनुभयो भने केही अवसर पाउनुभयो भने तपाईँले जुम्लाको लागि के गर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ अब के गर्नु जुम्लालाई नेपालमा चिनाउन सक्नुहुन्छ जुन चाहिँ जुम्ली भनेर भनिन्छ नि पछिल्लो समय हजुर हजुर पिछडिएका पाखे भन्ने शब्द छ नि हजुर त्यसलाई हटाउनसम्म प्रयास गर्नुहुन्छ यदि नाइ, जुम्लामा त्यो- विकास त्यो गरेर हटाउनु पर्दैन त्यो जुम्ली भनेको नै एउटा त्यहाँको पहिचान हो होइन त्यो जुम्ली भनेको त्यो गिजाको जस्तो होइन पाखे भन्छन् त पाखे होइन, भन्छन् अब जसले चाहिँ एकदम अर्ग्यानिक हो के पाखे भनेको एउटा अर्ग्यानिक शब्द हो त्यो केही यताउति केही गर्नु पर्दैन त्यो भने मायाले यदि भने तपाईँ यदि शिक्षित व्यक्ति हुनुहुन्छ होइन यदि सबै किताब खानुभएको छ तपाईँको दिमागमा यस्तो राम्रो शब्द जानु ठिकै हो तर यदि पछिल्लो समय लगभग माथि गाउँबाट एसी दिएर यता पढ्न आउने विद्यार्थीहरूलाई एकदम हेपिन्छ नि त पाखे तिमीहरू भनेर त्यसको लागि के भन्नुहुन्छ तपाईँ पनि पहिला यहीँ पढ्नु भएको होइन भन्नेले भन्न दिनुहोस् हजुर। अनि भन्नेलाई भन्न दिनुहोस् त्यस्तो केही छैन त्यो अब जुम्लाका ती एसी दिइसकेपछि आउने विद्यार्थीहरूलाई त्यस्तो भन्नुहोस् तर तिनीहरूलाई म के आग्रह गर्छु भन्दाखेरि हजुर भने पनि केही छैन आफ्नै उसलाई चिनाएका हुन् भनेर अलि मान्नुहोस् त्यस्तो केही पिर नमान्नुहोस् त्यस्तो पनि नमान्नुहोस् त्यस्तो केही मान्नु पर्दैन ए यो जुम्लाको भिडियो यो तपाईँको भिडियो जुम्लाका मान्छेले हेर्नुभयो भने जुम्लाका विद्यार्थीले हेर्नुभयो भने जुम्लाका अभिभावकले हेर्नुभयो भने जुम्लाका हाम्रा अभिभावकहरूले हेर्नुभयो भने तपाईँ के भन्न चाहनुहुन्छ ल दुई शब्द जाओस् त्यो अब उहाँहरूलाई अब के भनौँ उहाँहरूलाई हेर्न नै दिनु हो के अरे मोबाइल भएको मान्छे हेर्ने नै भयो मोबाइल यदि पछिल्लो समय एकदम तपाईँ भाइरल हुनुभयो तपाईँले कसैले 50 करोडसम्म दियो भने जुम्लामा के गर्नुहुन्छ जुम्लाका मान्छेले एक एक मोबाइल बाँड्नुहुन्छ कि एक एक ल्यापटपै बाँडिदिनुहुन्छ कि होइन अनि एक एक उही गरिदिनुहुन्छ कि घर घरमा म अरू त केही गर्न सक्दिनँ त्यो पैसाले म घर घरमा एउटा 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 टोपी बाँडिदिन्छु टोपी कस्तो कस्तो टोपी तपाईँले भन्न खोज्नु भएको अहिले अहिले बाङ्गो अहिले पछिल्लो समय एकदम बाङ्गिएको कुरा छ नि टोपी भनेर होइन त्यो टोपी बाँड्नुहुन्छ कि कस्तो जाडो महिनामा लाउने टोपी बाँड्नुहुन्छ कि के हो टोपी भनेको टोपीको अर्थ चाहिँ के हो हामीले बुझेनौँ होइन अलि भनिदिनु पर्यो चिसो हुन्छ एउटा माथि टोपी पनि बाँड्नु त्यसो भए तलको टोपी पनि बाँड्दैन त्यसो भए तपाईँले पछिल्लो समय पुरै जुम्ला खानु भयो होइन र अन्तिममा के भन्नुहुन्छ अन्तिममा अन्तिममा यो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला उहाँले तपाईँको नाम चाहिँ के गरे विजय साई कालीकोटबाट छन् अहिले तपाईँ जुम्लाबाट हुनुहुन्छ तपाईँको नाम चाहिँ के रे भन्नुहुन्छ ल मेरो चाहिँ अलि भन्दाखेरि ठ्याक्कै अहिले नाम के भन्नुभयो मेरो नाम चाहिँ आरबिएक्स मङ्ग्रु मङ्ग्रु हजुर आमा मङ्ग्रु हानिदिनु भयो नामै खतरा छ होइन, तपाईँ मेरो यस्तै हो नाम आरबिएक्स मङ्ग्रु अनि आरबिएक्सको अर्थ चाहिँ के हो अब त्यो आफै हान्नुहोस् अहिलेको च्याट जिपिटी छ त्यत्रो छ सबै हजुर विजय साई मेमोरी किङ भएर होइन तपाईँ त्यसो भए मङ्ग्रुको अर्थ के हो त मङ्ग्रु भन्नाले अब त्यो ठ्याक्कै त्यसको परिभाषा त छैन अब त्यही मङ्ग्रु भनेको एउटा त्यस्तै नाम भनौँ र तपाईँले पछिल्लो समय चाहिँ तपाईँका सपनाहरू के छन् होइन मेरो सपना भनेको अहिलेको नेताहरूले अब त्यो देश खाइसके होइन हल्का खाइरहेको छ त्यही पनि चुइस चाल्ने त्यही फालेको हड्डी भए पनि चुस्नु पर्यो अब के छ ए तपाईँ जस्तो युवाले नै त्यस्तो भने कसरी देश बन्छ त अनि अब कसरी बन्छ देश नभने के चुस्ने छ अहिले अरूले सबै यस्तै गरी गए अब म पनि त्यही हो अब रहेको त्यही हड्डी चुस्छु म भयो हड्डी चुस्ने मासु खाइसके देश के अरे देशको लागि त्यस्तो कुनै योगदान पुर्याउने काम छैन तपाईँबाट योगदान मङ्ग्रुबाट अब के थियो खासै योगदान मङ्ग्रुले देश पछिल्लो समय एकदम मङ्ग्रु भन्दै आएका हाम्रा जुम्लाका भाइ आरबिएक्स मङ्ग्रुलाई आज हामीले भेटाएका थियौँ उनीसँग अन्तर्बाट तपाईँले कस्तो लाग्यो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला यिनी नाङ्गै बसेका छन् नाङ्गै बसेका छन् होइन
तपाईँले चाहिँ यो भिडियो कस्तो लाग्यो होइन एकदम हाम्रा जुम्लाबाट पछिल्लो समय जुम्ला खान्छु भनेर आएका भाइलाई एकदम सपोर्ट साथ दिनु पऱ्यो तपाईँहरूले होइन तपाईँहरू म जस्तै सबै मिलेर चाहिँ यिनीहरूलाई देशको एउटा होनहार युवा जोगाउनुपर्छ यिनले हड्डी चुस्ने भनेका छन् कसरी चुस्राएका छन् हामीले पनि हेर्नुपर्छ र गाइज आजको लागि चाहिँ यति चाहिँ अब अर्को भिडियोमा भेटौँला धन्यवाद